मात्रै त हो नि हो। STR स्टुडियो प्रेजेन्ट। नेपालीमा एउटा उखान नै छ, छोरी बढे पराईको, छोरा बढे अर्काकी छोरीको। हुन पनि यथार्थ हो जस्तै लाग्छ यो कुरा। सानो छन्जेल खाई नखाई दिन रात भोक प्यास निन्द्रा थकाई केही नभनी पसिनाका चौधारा बगाउँदै आफ्ना सन्तानहरूको भविष्य भन्दै पिरोल्ली पिरोल्ली रह्यो। हुर्कायो बढायो पढायो, जब हात खुट्टा लाग्ने हुन्छ तब सबैजना लाखा पाखा लाग्छन्। आखिर बाध्य हुन्छन् त तिनै बुढाबुढी बाबा आमा, कसैको सहारा बिना एक्लै जीवन कटाउन बाध्य त्यही झुपडीमा। मनभरि पीडा बुढेसकाल लागेको छ, सहनु पर्छ घिडा, सहनु पर्छ घिडा। छोरा छोरी हुर्काए बढाए, दुःख गरी दुई अक्षर पढाए। उमेर गएपछि आँगनी परदेश भो हामीलाई, बुढो भएपछि आँगनी परदेश
विदेश 2 वर्षमा एकचोटि फर्किने बुहारीकै कुरा सुन्छ त्यो पनि झर्किने हुन्न भन्छ बाउआमा यस्तो चाल किन दैव आउँदैन पापीका उमेर गएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि दुःख पाउलन सन्तान भन्दै धेरै नै साँचियो यिनको व्यवहार देख्दा लाग्छ किन पो बाँचियो भोकै बस्दै बाटो के बसियो दिल सुख सम्झिँदै बसियो उमेर गएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि छोरीहरू बढे पराईको घर गए छोराहरू हुर्के बढे सहर पसे विदेश पसे मुग्लानी भए बुहारी आउँछन् आफ्नो धुनमा व्यस्त हुन्छन् आखिर बुढाबुढीको व्यथा कथा पीडा कसले बुझ्ने कसैलाई 1 मिनेट फुर्सद छैन उनीहरूको मर्मको एक शब्द सुनिदिने अर्थात् बुझिदिने यी र यस्तै दर्दनाक कथा व्यथाहरूको भुमरीमा अल्झिएको यो गीतको मर्म त्यसैले हामी भन्छौँ आफूलाई जन्म दिने कर्म दिने बुवा आमा नै यो जीवनमा साक्षात भगवान हुन्। छोरी भन्दै हेर सम्पत्ति जोडियो आफ्नो मनको रहरहरू यिनैलाई छोडियो घरको दुःख सम्झेनन् रुझेनन् बाउआमाको दुःख नि बुझेनन् उमेर गएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि आगनिनी परदेश भो हामीलाई बुढो भएपछि घरको काम बुहारीले
झन्डै झर्किन्छन् जहिले नि उमेर गएपछि आगानी नि परदेश भो हामीलाई बुढो भएपछि आगानी नि परदेश भो हामीलाई बुढो भएपछि हामी भोकै बसे पनि यिनले मिठो खाउन् यिनले मिठो खाउन् हामीले त दुःख भोग्यौं यिनले सुख पाउन् यिनले सुख पाउन् भगवानको गानामा नपरोस् हामीलाई जस्तै नातिले नगरो उमेर गएपछि आगानी नि परदेश भो हामीलाई बुढो भएपछि